हेलो एभ्रिवान, गुड मर्निङ भन्न चाहे सबैजनालाई। अभिषेक युट्युब च्यानललाई सबैजनाले सब्सक्राइबर गरिदिनु होला, माया पनि गरिदिनु होला भन्न चाहे। अनि आज चाहिँ बिहानको 8 बजिसकेको छ। म चाहिँ बिहान भ्लग बनाउँदैछु। हजुर हजुर सबैजनालाई गुड मर्निङ भनिदेऊ न। यता गुड मर्निङ भनिदेऊ। ए भन्यो नि हो। आज मेरो छोराले गुड मर्निङ भन्ने। अनि म चाहिँ भ्लग बनाउँदैछु है। भ्लग बनाउँदैछु। अनि आज बिहान भर्खर 8 बजिसकेको छ। त्यो म चाहिँ दुधहरू बनाउनको लागि आइरहेको छु। दुध ल्याएको छु यहाँनिर। अनि आज चाहिँ मौसम खराब छ कि किन भएको होला भने चाहिँ आज 2 दिन भइसक्यो मौसम खराब भएको। मौसम हेर्न चाहिँ सक्नुहुन्छ। अनि यस्तो भइसकेको छ मौसम। यसो हाँस कुखुरा चलाउँदैछन् तिमीले। यतिर यस्तो भइसकेको छ सबै। मौसम खराब छ आज चाहिँ हाम्रो यता। 2 दिन भइसक्यो मौसम खराब भएको। चाहिँ अब दुध पकाउँछु। दुध पकाएर मेरो छोरालाई हनी मिसाएर खाना दिन्छु कि चिया खाम भन्छु। अनि चिया मैले दिन्न। बच्चा बच्चीलाई चिया पनि दिनुहुन्न, त्यो लत लाग्छ। अनि म चाहिँ हनी मिसाएर दिन्छु। दुध चाहिँ यसरी पकाउनुपर्छ। मैले चाहिँ त्यो ग्यासको उता माथितिर चाहिँ किन त्यस्तो लगाएको भने चाहिँ तेल कराईमा राख्दाखेरि पड्किन्छ कि। त्यो पड्किँदाखेरि चाहिँ हुन्छ त्यहाँनिर सबै कालो कालो भइरहेको छ कि। त्यो तेलको चित्रा लागेर कालो कालो भइरहेको छ। अनि त्यही भएर चाहिँ मैले उयो गराएको छैन। त्यहाँ ज्ञानी छ नि मेरो छोरा। फेरि यस्तो अरूको बच्चा जस्तो पनि छैन, बाहिरतिर दबाउने ज्ञानी भएर बस्छ। यसलाई बिहान तातो पानी चाहिन्छ। तातो पानी बिहान चाहिँ जहिले चाहिन्छ कि तातो पानी। तातो पानी त तारै थर्मसमा राखिदिन्छु। थर्मसदेखि अनि उसले चाहिँ निकाल्दै खाँदै गर्छ। म चाहिँ मेरो जगमा राखेर खान्छु। म चाहिँ चिसै पानी खान्छु, प्रायः तातो पानी खान्न। अनि त्यसपछि दुध तताएर खाने, टोस्टहरू खाने, नास्ता खान्छौँ हामी। यता मिठाई खानु लाग्छ। गुड मर्निङ भनिदेऊ न छोरो। भनिदेऊ न। भन्दिनँ हौ, शर्म लाग्यो। उसले चाहिँ भनिनँ। अनि म चाहिँ अब चिया बनाउँदैछु। चिया भन्दा पनि दुधहरू पकाउँदैछु। दुध पाकिसक्यो। यो चाहिँ हनी मिसाउनुको लागि हो। यो चाहिँ म फेरि बिहान ल्याइदिन्छु कि ठेक्का लगाएको छ नि दुध। त्यही हो यो पकाउने। अब फेरि टेबलमा राखेको छ। उसलाई चाहिँ यो मनपर्छ कि यस्तो हनी मिसाएको दुधहरू एकदमै मनपर्छ उसलाई चाहिँ। अनि त्यही भएर मैले चाहिँ हनी मिसाएँ। हनी खान्छ बट्टा यही हो। एक चम्मच बिहान हनी खान्छ दुधसँग।
ल हेर्दै गर्नु होला भन्न चाहे। म एकछिनमा फेरि अर्को लिएर आउनेछु। मेरो छोरालाई चाहिँ नास्ता खान लागि अब दुध र खाना थालेकी छिन्। त्यसरी हेर्नु नि त खाने। फोटो Halo,